सबैभन्दा पहिला त सबैजनालाई धन्यवाद सब्स्क्राइब गर्नुभएकोमा। हाम्रो 1000 सब्स्क्राइबर भएको छ अहिलेसम्म। यो भिडियो रहेको छ सुनको भाउ कतिको तल जाने रहेछ र कतिको माथि जाने भन्ने सम्भावनामा। सुनको भाउ अहिले मेरो हिसाबले चाहिँ मुनि अझै जाँदैन हैन, जे छ अहिले यतिमै घुमिरहेको छ, स्थिर भइरहेको छ अहिले चाहिँ। तर बढ्ने चान्सेस चाहिँ धेरै कम देखिरहेको छु मैले। अब जे छ डलरमा डिपेन्ड गर्छ, जे पनि हुन सक्छ। यो बजार भाउ के छ कसो छ अहिले नेपालमा चाहिँ खुलेको छैन। आइतबारदेखि तपाईको बजार भाउ खुल्छ। लगभग तपाईको 9 गते कार्तिक 9 गतेदेखि बजार भाउ आउने हुन्छ। म अपडेट गर्छु नि तपाईलाई। टिकटकमा पनि हामीलाई फलो गर्न सक्नुहुनेछ। तपाईको अहिलेको अन्दाजी सुनको भाउ चाहिँ 2,40,000 42,000 तोलाको होला अहिले हैन नेपालमा। अनि घट्ने क्रम तपाईको बढ्ने चाहिँ कम्ती नै देखिरहेको छु हामीले मार्केटमा। घट्नु चाहिँ घटिरहेछ, फेरि बढिरहेछ तर बढेको छैन। रेकर्ड चाहिँ 80 को रेकर्ड चाहिँ तोडेको छैन। डाउन चाहिँ कम्तीमै छ बजारमा अहिले। यदि तपाईले अझै सुनको भाउ ठ्याक्कै थाहा पाउनु पर्यो भने तपाईले अनलाइन हेर्न सक्नुहुन्छ। MXC गोल्ड भनेर सर्च गर्न सक्नुहुन्छ, नभए गोल्ड रेटै सर्च गरेर पनि तपाईले लाइभ गोल्ड रेट सर्च गर्न सक्नुहुन्छ। एभ्री सेकेन्ड तपाईको गोल्ड रेट चेन्ज भइरहेको छ है नेपालमा चाहिँ। तपाईको एउटा रेट आउँछ, त्यो दिनभरि त्यो रेट चल्ने हुन्छ। सब्स्क्राइब गरिदिनु होला यो भिडियोलाई। यसरी नै हामीलाई फलो गरिराख्नु होला। थ्यांक यू।